साइकल चलाउन सिकाएर भर्ना गरिएको मान्छेलाई 81 जहाजको कमान्ड दिनु कतिको न्यायोचित होला? अहिले विविध सेवा अन्तर्गत कार्यरत कम्प्युटर अपरेटरहरूको बढुवाको बाटो 81 अन्योलमा परेको छ। आखिर यी कम्प्युटर अपरेटर भनेका को हुन् त? किनभने जब म कम्प्युटर शब्द सुन्छु मेरो दिमागमा त सिधै कोडिङ गर्ने सफ्टवेयर बनाउने मान्छेको चित्र आउँछ। हो, आम मानिसले बुझ्ने त्यही नै हो, तर वास्तविकता अर्कै छ। यी कर्मचारीहरू कुनै इन्जिनियरिङ कलेजबाट निस्किएका वा कम्प्युटर विज्ञानमा डिग्री हासिल गरेका व्यक्तिहरू पटक्कै होइनन्। ए हो र? भनेपछि उनीहरूको ब्याकग्राउन्ड के हो त? उनीहरूको सेवा प्रवेशको पृष्ठभूमि हेर्ला धेरै जसोले शिक्षा संकाय वा मानविकी जस्ता अप्राविधिक विषयमा कक्षा 12 उत्तीर्ण गरेका छन् अनि त्यसपछि जम्मा 6 महिने आधारभूत कम्प्युटर तालिम लिएका छन्। जम्मा 6 महिना? जम्मा 6 महिना। उनीहरूको दिनभरिको काम भनेको कार्यालयका चिठीपत्र टाइप गर्ने, हाजिरीको रेकर्ड राख्ने र सामान्य डेटा इन्ट्री गर्ने हो। अर्थात् उनीहरूको काम 100% प्रशासनिक सहयोग हो। ओहो, अनि हिजोको दिनमा टाइपराइटर चलाउने जनशक्तिलाई नै पछि कम्प्युटर भित्रिएपछि कम्प्युटर अपरेटर भनिएको होला हैन? ठ्याक्कै त्यही हो। त्यति बेला सरकारलाई सफ्टवेयर इन्जिनियर चाहिएको थिएन, केवल नयाँ मेसिनमा टाइप गर्न सक्ने मान्छे चाहिएको थियो। तर समस्या कहाँनिर सुरु भयो भने समयक्रमसँगै कम्प्युटर भन्ने शब्दको अर्थ नै विस्तार भयो। आजको आइटीको दुनियाँ र हिजोको टाइप गर्ने मेसिनको दुनियाँमा त आकाश जमिनको फरक छ नि। तर सुन्नुस् है, म यहाँनिर अलिकति फरक मत राख्न चाहन्छु। पदको नाममै कम्प्युटर अपरेटर जोडिएको छ। अहिले सरकारले तिमीहरू कम्प्युटर चलाउने मान्छे हौ, त्यसैले तिमीहरूले अब प्रशासनिक सेवाबाट निकालेर सूचना प्रविधि सेवामै समायोजन गर्नुपर्छ भन्यो भने त्यो त स्वाभाविक कदम जस्तो देखिँदैन र? आखिर नाम अनुसारकै काम हुनुपर्छ भन्ने तर्क पनि त छ नि। सुन्दाखेरि यो तर्क निकै आकर्षक लाग्छ। नाम मिलेकै छ, उतै हाल्दिउँ भन्ने बुझाइ हुन सक्छ। तर जब हामी व्यावहारिक र प्राविधिक यथार्थमा पुग्छौँ यो तर्क पूर्ण रूपमा भत्किन्छ। सूचना प्रविधि सेवा भनेको आजको दिनमा अत्यन्तै विशिष्ट र उच्च प्राविधिक योग्यता चाहिने क्षेत्र हो। साइबर सुरक्षादेखि लिएर सर्भर मर्मतसम्मका कुरा आउँछन् होला त्यसमा? एकदम। आजको सरकारी आइटी सेवाले राष्ट्रिय डाटाबेसको सुरक्षा, नेटवर्क आर्किटेक्चर जस्ता जटिल कुराहरूको माग गर्छ। अब सोचौँ त, शिक्षा संकाय पढेका र जम्मा 6 महिना तालिम लिएका कर्मचारीहरूबाट यस्तो उच्चस्तरीय प्राविधिक जिम्मेवारी निर्वाह होला त? त्यो त अघि मैले भनेको साइकल चलाउनेलाई जहाज चलाउन दिए जस्तै भयो नि। हो, त्यही त। यदि उनीहरूलाई नाम मिलेकै भरमा प्राविधिक सेवामा जबरजस्ती धकेलियो भने दुईटा भयानक परिणाम आउँछन्। पहिलो, उनीहरूले त्यो नयाँ प्राविधिक काम गर्नै सक्दैनन्, र दोस्रो, उनीहरूको आफ्नो वृत्ति विकास पूर्ण रूपमा ठप्प हुन्छ। मतलब उनीहरूको बढुवा नै रोकिन्छ? पक्कै पनि। आइटी सेवाको माथिल्लो तहमा पुग्न त इन्जिनियरिङ वा कम्प्युटर साइन्सको डिग्री चाहिन्छ, जुन उनीहरूसँग छैन। यसरी हेर्दा यो नीतिले त कर्मचारीको भविष्यलाई सिधै अन्धकारमा धकेलिदिन्छ नि। निजामती सेवा नियमावली 2050 को नियम 88 मा संशोधन गरेर यी विविध सेवाका कम्प्युटर अपरेटरहरूलाई प्रशासन सेवामा बढुवा हुने स्पष्ट बाटो खुला गरिएको थियो। उनीहरूले त्यही बाटो हेरेर जीवनका 20-30 वर्ष लगानी गरे। अनि ठ्याक्कै बढुवा हुने बेलामा आएर नियम फेर्नु त अन्याय भयो नि त। खरिदार वा सुब्बा स्तरबाट प्रवेश गरेको कर्मचारीको सपना त अधिकृत स्तरमा पुग्ने हुन्छ नि। ठ्याक्कै। राजपत्राङ्कित तृतीय श्रेणीमा पुग्नु भनेको उनीहरूको जीवनभरको सेवाको सम्मान हो। अनि अहिले आएर होइन अब यो नियम खारेज भयो, तिमीहरू अब अर्को बाटो जाऊ जहाँ तिम्रो योग्यता नै पुग्दैन भन्न त मिलेन नि। राज्यले यसरी आफ्नै कर्मचारीमाथि बेइमानी गर्न मिल्दैन। सम्मानित सर्वोच्च अदालतले यस विषयमा निकै कडा र स्पष्ट फैसलाहरू गरेको छ। अदालतले प्रष्ट शब्दमा भनेको छ कि यी कम्प्युटर अपरेटरहरू प्राविधिक कर्मचारी होइनन्, उनीहरू प्रशासकीय कर्मचारी नै हुन् र उनीहरूलाई ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रशासन सेवाकै राजपत्राङ्कित तृतीय श्रेणीमा बढुवा हुन पाउने अधिकार छ। नीति निर्माताहरूले यथार्थलाई नजरअन्दाज गरेर केवल नामको पछाडि दौडिएर निर्णय गर्न खोजेपछि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आयो। अदालत त विवाद परिसकेपछि जाने ठाउँ भयो, तर विवाद हुनुभन्दा धेरै अगाडि नै लोकसेवा आयोगले यसको समाधान दिइसकेको थियो। आजभन्दा करिब 1 दशक अगाडि 2071 सालमै। 2071 सालमै? आयोगले कम्प्युटर अपरेटरहरूको न्यूनतम शैक्षिक योग्यता र उनीहरूले गर्ने दैनिक कार्य प्रकृतिको लामो अध्ययन गर्यो र त्यसको निष्कर्ष स्वरूप उनीहरूलाई प्रशासन सेवाभित्रै समायोजन तथा बढुवा गर्न नेपाल सरकारलाई औपचारिक रूपमै सिफारिस गरिसकेको छ। यसको मतलब त अदालत मात्र होइन, लोकसेवा आयोगले पनि उनीहरू प्रशासन सेवाकै हुन् भनेर धेरै पहिले नै स्वीकार गरिसकेको रहेछ। एकदम। अनि विगतका नीतिगत दस्तावेजहरू हेर्दा पनि अचम्म लाग्छ। 2075 सालको निजामती सेवा विधेयकको मस्यौदा होस् वा राज्य व्यवस्था समितिको 2079 को प्रतिवेदन, सबैमा यी कर्मचारीहरूलाई प्रशासन सेवामै बढुवा गर्ने व्यवस्था यथावत राखिएको देखिन्छ। हो, राखिएको छ। 2071 सालमा लोकसेवाले स्पष्ट पारिसक्यो, सर्वोच्च अदालतले आदेश दिइसक्यो, उनीहरूलाई प्रशासनमा राख्दा कसैलाई घाटा छैन, तर त्यहाँबाट निकालेर जबरजस्ती प्राविधिक क्षेत्रमा लाद्ने हो भने प्रशासनिक संरचनामा असन्तुलन सृजना हुन्छ। हो, अनि समग्र सार्वजनिक सेवा प्रवाह नै अस्तव्यस्त हुन्छ। शिक्षा संकाय पढेका र जम्मा 6 महिने तालिम लिएका यी कर्मचारीहरूले आजसम्म प्रशासनिक काम अत्यन्तै राम्रोसँग गरिरहेका छन्। तर यदि कानून अन्तिम समयमा परिवर्तन भयो र उनीहरूलाई सूचना प्रविधि सेवाको उच्च प्राविधिक जिम्मेवारीमा जबरजस्ती धकेलियो भने के होला? त्यो त कल्पना गर्न पनि डरलाग्दो कुरा हो।
हो नि, ती कर्मचारीको जागिर धरापमा त पर्ला, तर त्योभन्दा भयानक कुरा देशको अत्यन्त संवेदनशील सरकारी आइटी प्रणालीको हालत के होला। विचार गरौँ त, हाम्रो राष्ट्रिय सुरक्षा, नागरिकका व्यक्तिगत डाटाहरू, राहदानीका सर्भरहरू। यी सबैको कमान्ड 6 महिने तालिम लिएकाहरूको हातमा पुग्नेछ। ठ्याक्कै, जब त्यो कमान्ड उनीहरूको हातमा पुग्छ तब हाम्रो प्रणाली कति सुरक्षित होला। यो एउटा यस्तो प्रश्न हो जसले सिङ्गो प्रणालीको कार्यक्षमता र राष्ट्रिय डाटा सुरक्षामाथि नै भयानक चुनौती खडा गर्छ। साइकल चलाउनेलाई जहाजको पाइलट बनाउँदा जहाज त दुर्घटना हुन्छ नै, तर सँगसँगै त्यो जहाजमा सवार यात्रु अर्थात् हामी आम नागरिकको अवस्था के हुन्छ? यो साँच्चै नै हामी सबैले गम्भीर भएर सोच्नुपर्ने विषय हो।